बिहान भर चाहिँ घाँस काट्न आएको यतिकै घाँस पनि काटेर भइसक्यो मैले चाहिँ हैन बिहान भर चाहिँ घाँस काट्न आएको यतिकै घाँस पनि काटेर भइसक्यो मैले चाहिँ हैन मम्मीले काट्नु भएको यतातिर यसो घाँस काटेको बारेमा केही भन्दिन त मम्मी फेरि मम्मी छोराहरु सुत्छन् के रे आमाले काम गर्ने अब छोराहरुलाई घोट्छ पोल्छ धान पाकिसक्यो हजुरबा तरिकाले आमा जति बुढी भयो उति कसी अब नि के भनेको त्यस्तो बिस्तरामा सुतेर खान पाए खुसी हुन्छन् अब नि हामी चाहिँ यतातिर यहाँ कता जङ्गलतिर आइदियौँ एभ्रिवान हैन ए डेन्जर धान पाकेर पहेल पूर्वा यहाँ चाहिँ हाम्रो मम्मीले चाहिँ हैन यहाँ तोरीलाई ओसाउँदै हुनुहुन्छ अरे ओसाएर भ्याइसक्यो होइन भ्याइसक्यो दसैँ खर्च के को दसैँ खर्च होइन अर्को वर्षसम्मलाई पुरानो यो त अब होइन तोरी धेरै खानुहुन्न कि ग्यास्ट्रिक हुन्छ अरे भन्ने गरे अब यहाँ त भातदेखि लिएर पुरा पानी उमाल्दा पनि पुरा तेल हालेर पानी उमाल्ने चलन छ हाम्रो अर्दाखेरि बिजोग छ एभ्रिवान ल है राम्रोसँग टोरी ओसाउनु मम्मी करा तरिकाले टोरी ओसाउनु होइन अरे म त जान्न है गाइज म त जान्न भर्दै सेलरोटी नि खान्न मलाई त सेलरोटी डिसलाइकमा हो मेरो त भिडियो गराउन ल एभ्रिवान गुड आफ्टरनुन एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो आजको मेरो भिडियोमा स्वागत छ सबैजनालाई र हजुरहरूले पनि मेरो भिडियो हेरेर मनोरञ्जन प्राप्त गर्नुहुनेछ भन्ने आशा र विश्वासको साथमा मेरो भिडियो चाहिँ आज सुरु भइसकेको छ ल गाइज है आज चाहिँ म चाहिँ यहाँ प्लेनमा बसेर हिँडिरहेको छु एन्ड यो इज आवर प्लेन ड्राइभर पाइलट भन्न प्लेन ड्राइभर ए ओके प्लेन ड्राइभर र पाइलट के कस्तो के नाम नि हुन्छ रेस्पेक्ट आज हामी चाहिँ अब खतरा खुनखार ओपी ठाउँमा आज हामी चाहिँ कडा तरिकाले भ्लगिङ हान्न जाँदैछौँ है गाइज है अहिले उल्टा लाग्छ राम्रोसँग चल्ला होइन त्यसको रिएक्सन देखाइदिँदा कस्तो हुन्छ रिएक्सन कसको त्यहाँ पुग्दासम्म त साला साइकलको नै भाङ्यो राखेर है हामी चाहिँ यहाँ गइसक्यौँ है गाइज होइन यस्तो उदुङ तरिकाले लोटाइरहेछ पाइलटले हेलो अहिले त हाम्रो यहाँ सेक्सी भाइलाई देख्न सक्नुहुन्छ उहाँ कप्चामा लुकेर हेलो दिइरहेछन् होइन यो र क्यामेराम्यान यार भिडियो गर न उठाएर उठाउनु पर्ने हुन्छ गाइज यसलाई चाहिँ चल उठा भिडियो छुट्न भएन कि यहाँ मान्छे भिडियो चाहिँ भन्नुपर्छ क्यामेराम्यानको पहिला मिलेन क्या यहाँ भिडियो गराएको थिएँ भिडियो गराएको थिएन मैले भिडियो गराएको थिएन है एभ्रिवान लोड्दाखेरि ब्लगको लागि लोटाएको मैले ए हो पहिले यसरी भन्नु पर्छ नि ओ भने हामी आइसकेको छौँ खोला पारी ओ त्यसकी माका भनेर भन्न नआएको दुर्गा माता के जय गरेर आएको छ होइन यहाँ चाहिँ के हो रन्डे धानमा थाहा के हो धानको हालत आधी प्यालो आधी हरियो अजुवा भयो तर रन फन कि नाति पहिला हामी यतातिर आउने गर्थ्यौँ है एभ्रिवान है पहिला चाहिँ हामी चाहिँ यतातिर यतातिर आउने गर्थ्यौँ पुरा गाई भैँसी चराउनलाई हामी भाइ अङ्कल है हाम्रो हामी चाहिँ चेरा भन्ने अब चिनिसक्यो अब चिनी हालेको थियो अब त्यही हो होइन चिनी अब हामीले चाहिँ चिनी हाल्यौँ हाम्रो अङ्कलहरू चाहिँ भनेर हामीले चिनी हाल्यौँ होइन अब चाहिँ चियापत्ती र नुन हाल्नु पर्ने हुन्छ पानी के त्यो भिडियो हेरेर चाहिँ नछुटाउनु होला है गाइज है त्यो भिडियो चाहिँ सबै सुरुदेखि लास्टसम्म हेर्नु होला एकदम कडा तरिकाको उदुङ टाइपको पञ्च लाइनहरू छ होइन बेला जान्छ बेला मौकामा हान्ने गर्छ दाइरे चौका यतातिर फेरि यहाँ बाख्रा साख्रा चराउने कार्यक्रम सुरु भइसकेको छ
यत्रो घाममा यतातिर पनि थुप्रै रहेछ बाख्रा साख्रा त ए यतातिर त यहाँ पसल ससल देख्न सकिन्छ ओहो ए के हो यो हैट धान अरे धानबारी पुरै लेउलाएर हर्रे ठाउँले ठाउँला है तर अगाडि म्याक्काड आउँछ ड्राइभर फेरि अहिले अहिले लोटान्छ क्या यसले अघि नै त 10-12 चोटि लोटायो कन्टेन्टको लागि लोटाएको अरे फेरि तर भिडियो बनेन र पो बनेबाट मिठो हुन्थ्यो यो पोल के हो र प्रत्येक 50-50 मिटरमा पोल छ है 50 मिटर पनि छैन 20 मिटरमा यस्तो हुन्छ ल यो पोल चाहिँ वास्तवमा भन्नुपर्दाखेरि यो पोल प्रत्येक 50-50 मिटरमा हुनुपर्ने हो खासमा भन्नुपर्दा चाहिँ यहाँ चाहिँ के हो यहाँ के को लापरवाही हो यो सिमेन्ट अनि उतातिर देखिरहेको यहाँ इस्टर्न ब्रिज यो चाहिँ इस्टर्न ब्रिज होइन ए रन्डी हल्ले ओभर यो चाहिँ इस्टर्न ब्रिज होइन यो चाहिँ कर्णाली फ्लप खान्छ होला सायद इस्टर्न ब्रिज चाहिँ कर्णालीको पुल कर्णालीको पनि यस्तै स्टेरेन होइन इस्टर्न ब्रिज हो ब्रिज भन्दा नि पुल भनौँ न हाम्रो भाषामा होइन नेपाली खस भाषामा चाहिँ पुल भनेर भन्न छ ल एउटा है त त्यही हो यतातिर चाहिँ खेती जान्ने फाँटहरू खतरा ठुल्ठुलो डेन्जर ठुल्ठुलो ओपी छ होइन ओपी बारीमा खतरा ठुल्ठुलो यहाँ देख्न सकिन्छ पुरातिर त्यहाँ ढाकटुक रमाइलो भइरहेछ अब होइन हामी पनि अहिले त्यहाँ जानुपर्ने हुन्छ एकछिन गाडो मट्काउन हल्लाउनलाई भन्न खोजेको गाडी हिलाएको नाचिन्छ आज यहाँ छैन खम्बा ए टक्कै नाच्छु ल है एउटा है एकचोटि सेची झार्ने यतातिर सेची ल है एउटा है हामी अहिले एकछिनमा भेट्छौँ अनि फेरि यहाँ पछाडिको मार्ग देख्न सक्नुहुन्छ कौनाले साइकलको एक पार्दै आएको देख्न सक्नुहुन्छ होला भयो धेरै नगरौँ फेरि त्यही हो होइन के गर्न खोजेको अरे भाइ दिमाग लाउन खोजेको हजुर एक्लै अगाडि भइहाल्यो नि त अनि फेरि छोडेर गइहाल्यो होइन ठिक छ मैले जित्दिन्छु एक्लामा अगाडि होइन अहिले जाने बेलामा हात सिचिरो खोलेर दौडेर जान्छु कि मलाई लगाएर हो न है ओहो ए यो त भेकुटाको भेकुटाको मुट बनायो त यार यो बाख्रा कहाँ सुँगेको लाग्यो भनेको त भेकुटाको मुट पो आइदिएर हर्छ भेकुटाको चला न यो बाटो सर्लक्क ए चल्दा अब यहाँ दुर्गा पूजा हुने ठाउँ आइसक्यो यहाँतिर यहाँ खटिया बुन्दै यहाँ चाहिँ छ क्या मन्दिर यहाँ पनि कमलको फुलहरू देख्न सक्नुहुन्छ गाइज होइन यहाँ चाहिँ यो चाहिँ बिहानको टाइममा फक्रिने गर्छ यो कमलको फुल चाहिँ हेर त त्यो पानी हाँस किरेन ए उतातिर चाहिँ त्यहाँ चाहिँ दुर्गा मातालाई खै दुर्गा के भन्छन् यार उनीहरूले अब नवमीसम्म राख्छन् क्या अघि नवमी हो कि खै फुलबारीसम्म राख्छन् यो चाहिँ अनि फेरि सेलाउन जान्छन् कि फुलबारी सेलाउने कौन दिन सेलाउँछन् पनि कस्तो सेला मलाई थाहा भएन तर एकछिन त्यही हो हरिम रमाइलो हुन्छ यहाँ पनि होइन त्यही हो अरू चाहिँ मलाई बाँकी त्यस्तो जानकारी छैन कौन दिनमा सेलाउँछ भनेर चाहिँ सेलाउनु पनि जान्छ अस्ति नै चाहिँ क्या एक दिन सेलाउनु गइसकेको थियो भनिराख्नुपर्छ मम्मीले चाहिँ यहाँबाट गयो कि कहाँबाट गयो भन्ने कुरो त चाहिँ मलाई थाहा भएन होइन म चाहिँ यहाँ ढक्क टाउकोमा राखिदिन्छु यहाँ अब चाहिँ यो बाटो खतराङ गर्दै आउनु पर्थ्यो यो बाटो पनि अब त बिचमा बनिसकेको छ क्या यार है कञ्चन गाउँपालिकामा चाहिँ हुँदैछ डे बाई डे लिटिल बिटिल वर्षले होइन विकास हुँदैछ ठिक छ केही हुन्छ है हुन्छ कञ्चन गाउँपालिकामा निकै हुन्छ हामी चाहिँ मिलसम्म आइपुगिसक्यौँ यही हाम्रो मिल हाम्रो भन्दा नि अर्काको मिल हामी चाहिँ यहाँ बाँस
पिसाउनु मात्र पिसाउनु हो कि तेल निकाल्नु मात्र आएको हाम्रो चाहिँ ओहो ढुलो उड्नलाई इरन्डीको बान कहाँबाट आउँछ तेरीमा हाम्रो भाइले भनेको यो चाहिँ स्कुलहरू होइन एभ्रिवान 55 जाले स्कुल भन्छ भाइले चाहिँ केटीले पनि हेरिरहेको रहेछ ए सेक्सीले हान्ला मा सेक्स धन्नै कहाँ के गर्छ धन्नै ठोक्काइदियो यार अनि फेरि यहाँ चाहिँ हाम्रो भाइलाई यहाँ यस्तरी देख्न सक्नुहुन्छ साइकल चलाइरह आमा पिनाले चाकमा औडी तरिकाले पोलिरहेको आइज यस्तै पिना मास्तिर बसेर आइदिएको होइन हजुर तरिकाले ओहो बस्तामा मम्मीले आइज न त बस आगोमा सेक्दाखेरिको पल याद आइरहेछ क्या मलाई त्यति बेला थाहा पाएन अहिले थाहा पाएको कस्तो हुन्छ चोरीको तेलले सेक्दाखेरि भन्ने कुरा त्यही त शरीर गर्मी शरीर होइन त्यस्तो गर्मी त हुन्न ल एभ्रिवान हामी चाहिँ फेरि अघि नै बाटो फर्किँदैछौँ अब त्यही हो आजको भिडियोलाई पनि हेरेर साथ सपोर्ट दिनुभयो अब हामी चाहिँ कुनै दिन उतो चाकको त भित्र पोलिरहेको त म त अब यसरी बस्दैन पर्ने यस्तो गरेर होइन त्यही हो अब है हाम्रो माउला जाने बाटो यतातिरबाट गइन्छ हाम्रो चाहिँ के अरे यसको चाहिँ कपाल फुल्यो एभ्रिवान कपाल फुल्यो बैसैमा चस्मा लाउँछौ पाउ र एक दिन घरमा बस्दैनौ सकिहाल्छौ लाउ र 3 वर्षमा 1 महिना नि फेरि गाउँमा नआउने गर्दाखेरि चाहिँ हजुरहरूले अरू केही चाहिँ भन्न लाग्यो भनेर सोच्ने भएको थियो होला होइन तर म चाहिँ त्यस्तो अरू केही भन्दैन फेरि ल सिपिपी त्यही हो सबै खेती जान्ने बालीहरू अब यहाँबाट चाहिँ धान उब्जाएपछि मान्छेहरूले उदुङ तरिकाले बेच्छन् अगाडिबाट हाम्रो कुकुर आइदिइसकेको अवस्था छ हाम्रो कुकुर जस्तै राम्रो पो होइन हामी त कहाँ चार आएन होइन त्यो मिल भएको हेर्न अब के छ बाबु छोडिदिनु हामीले यतिको तातोमा म पहिले बस्थेँ के यतिको तातोमा अब चाहिँ यहाँ पुरै यो के अरे कपासबारी देख्न सकिन्छ तेरो शरीर तातो होइन भनेको छ यतिको तातोमा ल फटाफट चला म चाहिँ बनाउँछु नि मोबाइलको फर्स्ट अगाडिको बडामा न टक्क चल म खस्छु क्या फेरि डर लाग्छ क्या म खस्छु अन्त टाटोले म मर्दैन म खस्यो भने त पल्टिहाल्छु क्या चाँडो आइयो न 2 बजे आइएछ 2, 3, 4, 5 आम्मा 4 घन्टा मैले फेरि 1:30 भनिदिन्छु कि हो न दाइ ल यसलाई सेटोलाई के भन्छ र दाइ फरबारी हो अझै यहाँबाट चाहिँ ठाडो होला है चल भयो कपासबारीमा स्वागत छ सबैजनालाई है मेरो हातमा तेल छ यो चाहिँ कटाउनु पर्छ है दाइ अलिअलि टाटो फिल हुनलाई मलाई अघि चाहिँ भएको छैन ओहो एटा खालको पागल अलि स्लो मोसनमा आएर नटासोले मचाउँछ ल यहाँसम्म चाहिँ है घरबारी सेटो लाम्टा के हो जुस जस्तो खतम हुन आँटिसक्यो त्यतानि रहेछ मैले जुम गरेर देखाइदिन्थेँ मेरो छाती बोर्ड ए आम्मा यो हेर्न कडा देखियो यो झर्दिममा त्यति पनि चलाउनु सक्दैन मै चलाउँथेँ क्या हावाको हालत लाग्दैछ यता हाम्रो खोलाको दर्शन पनि गरिदिउँ कञ्चन के अरे नदी बाँडमा खुको चमारेहरू मान्छेहरू माछा मार्न गइदिएन लोभले लाभले भैँसी चलाउँदै मान्छेहरूले भाडा भैँसी के छ आफ्नो बाइक ल हाम्रो आमा भयो न
फेरि सानो एकचोटि हाम्रो हाम्रो कञ्चन नदी भैरम घाटको मन्दिर सुरुमा यो हो यो थियो पहिला अनि यो चाहिँ ओल्ड हो त्यो सेकेन्ड ओल्ड यो अहिले न्यू भनौँ अझै थिएन एभ्रिवान आज हाम्रो भाइ पनि जान्छ अरे मन्दिरतिर अब सो द्याट्स वाइ हामी चाहिँ हिँड्ने अब मन्दिरतिर आज चाहिँ ओभर साँझ पर्छको साइकल कुर्दा अघि नै मम्मीले अब भोस लिन पठाउनु भएको रहेछ यसले पैसा दिन नि बिर्सेछ मेरो दिमागमा नि ख्यालै आएन स्विमिङ पुलको छेउछाउँ हिँडिरहेको छ हाम्रो चाहिँ ए यार कस्तो रहेछ उडुङ बाला हालिरहेछ बाला त तलतिर रहेछ अझै एउटा पत्ता आइज के हो चटक्क गर्छ त यार डरान्ने खाइ क्या अब हो क्या आज यहाँ त डरान्दिन्न साँझ परिसकेको सोच्दै साँझ पर्छ जुन लाग्यो ढक्क पछाडि कामको अलिअलि डराउन दिन्थ्यो भन्न पहिला छोड दिन्थेन कतै पनि अब चाहिँ हाम्रो यतातिर छ हाम्रो प्रतीक भाइ यही गर्न यतातिर हाम्रो किरण भाइ अब यो दुई भाइको चाहिँ अब यहाँ हुन्छ रक पेपर सिजर किनकि हामी उपस्थित भइसकेको छौँ मन्दिरसम्म र मन्दिरमा लाइट बाल्न पर्ने हुन्छ सबसे सुरुमा चाहिँ इलेक्ट्रिकवाला लाइट होइन त्यही भएर त्यो लाइट बाल्न को जाने भन्ने कुरा चाहिँ रक पेपर सिजर हुन्छ अब यहाँ रक पेपर सिजर सुट एकै टाइम हो चल ल ठिक छ जो रोक अब एक टाइम यसले जित्यो न यसले दुई टाइम जित्यो भने ट जान्छ टले दुई टाइम जितेछ नि यो जान्छ चल कमान रक पेपर सिजर सुट कति टाइम जित्यो एक भयो अब मैले रक पेपर सिजर सुट ल जा अब दुई टाइम के ए झेल्ली जा साला झेल्ली नखालके जाके जा चिजा लास्ट टाइम रक पेपर सिजर सुट कहाँ हुन्छ जा दौडी जा यहाँभित्र चाहिँ बत्ती अझै पनि बोलिरहेको एभ्रिवान अलि यहाँ चाहिँ आइदैन कता भित्र चाहिँ बत्ती अझै पनि बोलिरहेको रहेछ क्या यस्तो गरेर ढ्याक्क भोलि बिहानसम्म नि बोलोस् भन्छु कि मैले होइन बत्ती बोल्दैन कि फेरि भोलि बिहानसम्म चाहिँ हेर्नु न दियो अझै पनि बोलिरहेको सरक ल ठिक छ ओए यतातिर अर्को बत्ती नि भाल्नु पर्छ शिव ल हाम्रो दुर्गा माता खै काम गर्नुभएको छ अहिले जमराहरू अनि दुर्गा माताहरू अनि माझीभरिको हतियार र यतातिर फेरि दौरा सौरा त बिचमा घन्टीहरू छन् यता बाहिर अनि उता त आउँदैछ हाम्रो केटो हेर्न सक्नुहुन्छ मैले देखाइदिन्छु एउटा मान्छे आइरहेको छ ल आज त पनि मेरो पछाडि